बिहानको नास्तापछि जुजुको खेल्ने टाइम भयो। नास्ता खाइसकेपछि यसरी नै खेल्छ, रमाउँछ हाम्रो जुजु। साह्रै रमाउने। अनि एकछिनपछि थाकेर फेरि सुत्छ, फेरि उठेर खेल्छ। उसलाई सधैँभरि मर्निङ टाइममा उफ्रिनुपर्ने, मर्निङ वाक जानुपर्ने, आएर नास्ता खाइसकेपछि फेरि जम्पिङ गर्नुपर्ने। साह्रै रमाइलो छ टाइम पास गर्नको लागि जुजु। रमाउनुको लागि बच्चा हो, बच्चासँग साह्रै रमाइलो। उछल कुद बाहेक अरू केही गर्दैन। बदमासी पनि गर्छ है कहिलेकाहीँ, साह्रै बदमासी गर्छ यसले।